यो बाटो बनाउनु पर्ने भयो कसले बनाइदिन्छ यहाँ हाम्रो बाटो अब आफै बनाउनु त होला गएर हिँड्नै यहाँ खाल्टा खुल्टी भएर यस्तो छ गाइज भलले खोलेर बिजोग छ यहाँ हलले खोले ज्ञानुले चाहिँ दाउरा बोकेको देखाइदिउँ ल दाउराको भारी आयो यार साइड परेन कि के हो यहाँ देखाउँ त यहाँ घन्टीका एकदम यहाँका चाहिँ एकदम बन्ने मान्छे उम्मेदवार ल यहाँ के छ हामी फोन आन्दा नउठाउने हामी त हिँड्यो अब कपाल काट्न जाने त्यहाँ कता हुन्छ साइले विदेश जाने रे अब सर्लक्क चाहिँ घुमाएर ल्याउनु पर्यो कि ल म फोन हान्थेँ र उठाएन ल लाएर भाइ यो बेसार ए ल ल लाग्यो है ल गाईजी टुटिनादेखि सुर्खाल झर्ने बाटो हाम्रातिरका नेता गुखानी भएर बल्ल अहिले बजेट हालेका त्यही पनि समयमा काम भयो होइन अब 1-2 वर्षमा हुन्छ कि भन्ने आश गरिरहेछ त्यही छ कुरो हामी यहाँ कहाँ आइयो अब च्यानडाँडा आइयो यो च्यानडाँडाको घुम्टी हो च्यानडाँडा भन्ने यो यतातिर ढेँडाखोला आइयो अब यो अगाडिको खोलो चाहिँ ढेँडाखोला भन्छ यो अगाडिको खोलो ढेँडाखोला होइन र हो यो चाहिँ ढेँडाखोला हो अब पहिलाका मान्छेहरूले अब हावा लाखा बेसरी आवाज बुझिन्छ बुझिन्न तिज फल पाकेछ कि हो खानुपर्छ यहाँ यो ढेँडाखोला हामी ढेँडाखोलाको खोलो क्रस गरेर यहाँ नि काम भइरहेछ धमाधम ए काम बाटो बनाउने काम एकदम द्रुत गतिमा भइरहेछ यतातिर नि हावा ठुलो लाग्छ है काम धमाधम भइरहेछ ल छिटो छिटो गरौँ है ल यहाँ नानीले स्कुल पढेर आइन् एक्जाम कस्तो भयो हावा कति ठुलो लाग्यो के बाइकै पल्टाइदिन्छ कि ल गाइजहरू यस्तै छ यहाँको हालखबर ए यो चाहिँ के अरे यहाँ के भन्छ तार्के डाँडाको घर अरे ल तार्के डाँडा हेरौँ त राम्ररी यहाँबाट गइरहेको 3 किलोमिटर छ ढेकुरा तार्के डाँडाको गाउँ यो बाटो अब हामी तारिके आइयो तारिके क्रस भइयो अब हामी तारिकेबाट अगाडि लागियो छिर्लिङ खोलाको तर्फ होइन अब छिर्लिङ खोला ठुलो खोला गइन्छ हामी भिडियो बनाउँदै हिँड्यौँ तर बिस्तारै हावा बहुत लाग्यो यार हावा धेरै लाग्यो गाइजहरू हावा लाग्यो ए ल गाइज अब हामी छिर्लिङ खोला आउनु लाग्यो बाल्ल थुपारिएको छ यहाँ अब भर्खर ढलान के अरे नाली बनाइदिएको रहेछ छिर्लिङ खोला त आइयो यहाँ डोजर छ यार डोजरले ठ्याक्कै बाटो रोक्यो नि यार 2टा डोजर चलिराख्ने ए बाटो बन्दैछ भटाभट साथीहरू टक 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 ल डोजरले साइड लगाइदिनु भयो अब यहाँ हामी जाने ल साइड पाइयो ल साइड पाइयो खोलामा पनि यहाँ र पौरी भएछ त यार पौरी खेल्नुपर्छ के हो यी ठुलो खोलो भनेको यही हो छिर्लिङ खोलो भनेको नि यही हो ल हेर्नुहोस् दुधै खोलो भनेको नि यही हो यता डोजर आउँदैछ यो छिर्लिङ खोलाको पानी फेरि यति धेरैले खान्छन् कि यो पहाडको एकदम उसबाट टुप्पोबाट आएको छ नेचुरल पानी हो यो फिल्टर गरेको भन्दा राम्रो छ यो पानी कहाँ गयो भन्दाखेरि ढिकुरा
नुवाकोट खिल्जी असुरकोटसम्म यो पानी खान्छन् मान्छेहरूले यहाँको पानीले यस्तो खतरा छ यहाँको पानी अब हामी यो के खोला रे बाँसखोला आइयो फेरि यहाँ जाली बुनिँदैछ यी जब जाली हाल्नलाई यहाँ दाइले जाली बुन्न लाउनु भएको छ यहाँ पनि अब बनाइदिए रहेछ यहाँ जाली हाल्न लागि छ यो काम छिटो हुन पर्यो कविन्द्रजी तपाईँले त होइन तपाईँले राम्रो काम गर्नु अहिलेबाट सुरु गरेको पुरै भ्याउन लाउनु यार यो त एकदम राम्रो हो यतातिर यहाँबाट तपाईँले कविन्द्रजीले गरेको काम चाहिँ एकदम फास्ट भइरहेछ हामीलाई मन परिरहेछ यस्तै गर्नुपर्छ सकेसम्म दसैँसम्ममा यो पिच गरेर भ्याइदिनु होला एकदम खुसी हुन्छ हामी दसैँसम्म अब हामी बोक्सीदुला बसन्त पानी पनि भन्छ होइन बोक्सीदुला बसन्त पानी आउनु लाग्यो है बोक्सीदुला बसन्त पानी कसलाई थाहा छ कमेन्ट गर्नु होला कति मिनटको हुन्छ हामी बिस्तारै जाँदैछौँ सन्ध्याको पुग्दासम्म यहाँ पनि पुरा पर्खाल जाली हाल्न लागि काम राम्रै भइरहेछ होला क्या जाली हाल्ने काम भइरहेछ कविन्द्रजीको काम अच्छा छ जो राम्रो छ भटाभट भइरहेछ काम हामी कविन्द्रजीलाई उच्च सम्मान गर्छौँ यो बाटोको ठेकदार हुनुहुन्छ उहाँ होइन हो कविन्द्रजी भन्छ जस्तो लाग्यो म पर्सनल चिन्जान त छैन यो भिडियो हेर्नुभयो भने कविन्द्रजी एकचोटि मलाई भेट्नु होला चिन्जान गरौँला तपाईँको कामको मैले सम्मान गरिरहेको छु किनभने तीव्र गतिमा काम गरिराख्नु भएको मैले देखिरहेको छु एकदमै तर यो ढिकुरादेखि उता चाहिँ राम्रो भएको छैन क्या यहाँनिर पसल खुले टक्कै अब हामी यही हो बसन्त पानी भनेको नि बोक्सीदुला भने नि यही हो कोही बोक्सीदुला भन्थे पहिला बसन्त पानी नि भन्छन् अब के हो सत्य नाम के हो थाहा छैन यता नि काम त धमाधम भइरहेछ यहाँ पुरै पर्खाल लाएर भइदिएछ जाली साली लाउने काम तलमाथि होइन र ठिक छ यहाँ बसिरहनु भएको छ आराम गरिरहनु भएको छ काम धमाधम भइरहेछ होइन यहाँबाट उतापट्टि कविन्द्रजीको ठेकदार यहाँबाट यता के मैले चिन्दिनँ है नाम के हो तर यहाँबाट अर्को ठेकदार हुन्छ तर म आउँदाखेरि यता काम भइरहेको थियो अहिलेसम्म सिद्धिएको छैन है कहाँसम्म म देखाइदिन्छु यो त बहुत ढिला भयो यताको काम चाहिँ यो अलिक छिटो गर्नुपर्ने हो यताको काम छिटो गर्नुपर्ने अलिक ढिलो भइरहेछ यहाँ बाँसखोला गबते खोलाबाट यताको काम अलिक छिटो हान्नु पर्यो सबै काम लगभग सिद्धे जस्तो छ अब पिच हानिहाल्नु पर्यो जनतालाई दुःख हुनु भएन यो धुलो उडाउन खाउनु भएन यहाँ पानी आएर यो धुलो अहिले मरेको छ र हो नत्र कति धुलो हुन्छ है होइन कस्तो धुलो हुन्छ यहाँ धुलोले त बिजोग पार्छ नि यार अब यो पारि ढिकुराको गाउँ हो के अरे उहाँ माथिको गाउँ होइन 7 किलोमिटर सन्धिखर्क अझै हामी 7 किलोमिटर छ अझै सन्धिखर्क पुग्नलाई र यता पनि काम त ल यी ढलसल हाल्ने काम यताउति त भइसकेको छ पिच हान्दै हुन्थ्यो ट्र्याक्टर आयो कति धेरै मान्छे बोकेर आयो है कति धेरै हो स्कुले विद्यार्थी आएको रहेछन् क्या इक्जाम सकेर होइन इक्जाम सकेर ट्र्याक्टर हामी जमानामा ट्र्याक्टर सुरुमा यो बाटो खोल्दा झुन्डिनलाई कति हिँड्थ्यो है ट्र्याक्टर झुन्डिनलाई केटाहरूले ढुङ्गा हानेर खलासीलाई मार्थ्यो चढ्न नदिएर अहिले त केटाकेटीले मतलबै छैन यहाँबाट देवाबाट चढेर गच्छे खोलासम्म पुगेर गच्छेबाट हिँड्दै घर आइयो त्यस्ता जमाना थिए अब के गर्ने अहिले अब आफै गाडी चढेर हिँड्न लाग्यो बाइक चढेर हिँडिन्छ अब तपाईँहरूले भिडियोलाई माया गरिदिनु हो नि के थाहा कार पनि किनेर चढ्न हिँड्न पाइयो हुन्थ्यो त्यही भएर धेरै लाइक कमेन्ट गरिदिनु होला को कहिले काहीँ तपाईँलाई पनि लिएर हिँडौँला नि किन्यो भने त कहिले किन्ने हो र पो त यार यहाँ जहिले खाल्टाखुल्टी यो बाटो अझै सम्म आएन क्या खाल्टा र खुल्टी सधैँ हुन्छ यताबाट टिपर आइरहेछ धुलो उडाउनु त होला क्या यार यहाँ टिपरजी आइराख्नु भएको छ कता उता जाने रहेछ टिपरले माटो लिएर आएको छ यता डबल क्याब कस्तो धुलो उडायो भाइले यार यस्तो धुलो खाएको र यार गाइजहरू